वास्तवमा आज मैले बिहानैदेखि बनाउँछु भनेको थिएँ तर बिर्सेछु। भयो ल जाऊ युट्युबको नाम अब चेन्ज गर्दैछु। आइडीको नाम अब मैले आराम अनन भनेर छ। के पढिस् त आज? के पढिस् त आज? के सब्जेक्ट पढिस्? इंग्लिश, सोशल, नेपाली। अनि होमवर्कहरू आज कति छ? गर्मी छ है अति? कविताले रोपन गरेको पछाडिको यो बारी अब जस सुस्केत आएर अब चाहिने आफ्नै अर्ग्यानिक खाना पाइने भयो होइन? कविताको मेहनत सब यो फर्सी छ, त्यसपछि बोडी कुन हो? बोडी चाहिँ किरा लागेको छ। बोडी मकै अनि यो सानो खुर्सानीको रुखहरू हो। यो केरा भयो हाम्रो, अनि यो एभोकाडो भयो। एभोकाडो फलिरहेछ है, तर पहिलाको भन्दा थोरै नै फल्यो। यो आँप भयो, आँप पनि फलेको थियो यार। ट्याङ्कीमा पानी कति छ? ए ल ठिक छ, अब 10 मिनट चलायो भने 2टा ट्याङ्की फुल हुन्छ है। अनि यो हाम्रो घरको टप छतबाट देखिने भ्यू हो। यो घन्टाघर हो। सभागृह हो है। आरम्भ स्कुलबाट आएर ड्रेस चेन्ज गरेर खाजा खाँदैछ। के खान लाग्यो छोरो? चाउचाउ हो। हेलो आरम्भ, के गरिरहेको? होमवर्क कुन विषयको? नेपालीको। आज कतिवटा होमवर्क छ? वा के हो कविता? काफल। वा यो सिजनको हाम्रो फर्स्ट फ्रुट किन होइन? ए अस्ति ए ल नाइस यार, नाइस। ल ओके आरम्भ, के गर्न लाग्यो त? रोब्लक्स खेल्न लाग्यो। अनि होमवर्क सब सकिस्? होमवर्क जित्यो भने मैले जितेको 600 अल्टिमेटली 600 मैले जितेको 600 हाल्छु भने किन हाल्छु त? मैले 300 रुपैयाँ पनि हारे पनि 900 रुपैयाँ पर्यन्त म धेरैमा 900 1200 को मासुमा 900 रुपैयाँ तपाईले मर्दको बोलियो। मर्छ त होइन, कलेक्सन गर्ने टाइम चाहिँ कलेक्सन गर्नु न। म त आजकल त सिधै कुरा यता 300 पनि हारेर अनि 600 पनि 900 रुपैयाँ अनि 300 रुपैयाँ तपाईले त्यो लाग्यो भने 300 रुपैयाँ परेको छ। का त्यस्तो हुँदैन त्यस्तो बाबु अब यसो तेरो फावाला आउँछ अब हेर है। पास म त छैन, म त खेल्दैन। हाय पनि के हुन्छ पाए ल के फाइनल के भयो त जीवन? ल भन त। मैले अल्टिमेटली 600 रुपैयाँ तिर्ने हो। 50 वर्ष तिर्छु भन्दा कति भन्दा कति रुपैयाँ बत्ती आयो। यस्तो सुन्नु न, मैले 300 रुपैयाँ तिर्ने हाल्यो भने 600 रुपैयाँ तिर्दैन। म 600 तिर्छु। मैले 300 रुपैयाँ हारेको छ, म 300 रुपैयाँ तिर्छु। अरू 600 त त्यत्रो उठाउनु पर्यो नि त। सबै चाहिँ हामी चाहिँ नि अब 5 मिनट ब्रेक गरेर
खसीको मासु लिन जान लाग्यो जीवन र म। अनि सुक्याहरू घरमै बस्यो, म जान्न भन्यो। त्यो अफिस ड्रेसमा छु, म जान्न भन्यो। त्यो अफिस ड्रेस होइन, घरमा सुक्याहरू लगाएर बस्ने ड्रेसमा बसेको छ। अनि अब हामी चाहिँ नि कर्णाली मार्टमा गएर खसीको मासु लिएर आउँदैछौँ। अनि हाम्रो अहिले तास ब्रेक भएको छ। अब हामी आएर अनि खानासाना बनाएर त्यसपछि हामी फेरि तासलाई कन्टिन्यू गर्छौँ। अहिलेसम्म सुक्याएर हाइस्टमा छ, म सेकेन्ड हाइस्टमा। अनि जीवन तिमी कि कविता हाइस्टमा पऱ्यो? तिमी फोर्थमा, कविता थर्डमा, जीवन फोर्थमा छन्। ल अहिले हामी बजार आइसक्यौँ। अब यहाँबाट हामी कर्णालीमा जान्छौँ। त्यसपछि खसीको मासु किनेर ल्याउँछौँ। त्यसपछि जसले जित्छ अनि त्यसपछि त्यो अनुसारले पैसाको बाँडफाँड हुन्छ अब मासुको लागि। ओके, कर्णाली मार्ट पनि आइयो। के हामी चाहिँ नि यहाँ आएर मिक्स 1 केजी खसीको मासु लिन लाग्यौँ। जीवनले मासु लिएर हिँडिरहेछ। भाइहरूलाई घर जान ढिलो हुन्छ भनेर खाना बनाउँदै किचनमा तास खेल्दै हाम्रो गेम सुरु भइसकेको छ। अहिलेको ब्रेक भएको गेम। अनि म्याडमले यहाँबाट हेर्नु भएको छ है, म्यामले। ओके बाई। ल भाइ बुहारी नानी जानलाई है। त्यसपछि मेरो भाइ यहाँ छ, बाइक पुछिरहेको छ। यो पनि जानलाई।